आउनुहोस् आज हामी विशेष गरेर ओमको बारेमा केही शिक्षाहरू सुन्नेछौँ। ओमको सुरुवात कसरी भयो अनि त्यो कसरी संसारमा विकास भयो र त्यसको अन्त चाहिँ कहाँ हो र ओमको बारेमा बाइबलले के भन्दछ, हामी यसलाई राम्रो प्रकारले हेर्नेछौँ र यसको पूर्णता चाहिँ के हो त्यसको बारेमा आज हामी हेर्नेछौँ। र तपाईहरु सबैले सक्नुहुन्छ भने आफ्नो खातामा लेख्न सक्नुहुन्छ र यसलाई हामीहरू कर्मश गरेर हेर्नेछौँ। र आउनुहोस्, अब ओमको सुरुवात कसरी भयो भन्दा वैदिक धर्मशास्त्रको स्कन्द पुराणमा लेखिएको छ, आदिमा जलै जल थियो र त्यो जलमा एउटा स्वर्ण अण्ड थियो। स्वर्ण अण्ड भनेको चाहिँ सुनको अण्ड थियो र त्यो स्वर्ण अण्ड धेरै वर्ष जलमा थियो र पछि हजारौं वर्ष पछाडि त्यो सुनको अण्ड चाहिँ माथि जलमाथि उत्रिएर अनि त्यो सुनको अण्ड फुटेर चाहिँ विष्णुको उत्पत्ति भयो भनेर वैदिक धर्मशास्त्रले भन्दछ। अक्षरातीतको परिचय भन्ने पुस्तकमा तपाईहरुले पाउनुहुन्छ र विष्णु पुराणले पनि यो कुराहरू बताउँदछ कि स्वर्ण अण्ड फुटेर विष्णुको यति टाउको निस्क्यो र उसले त्यो टाउको निस्किँदाखेरि त्यहाँ के भन्नु भने, म त जगतको पहिलो व्यक्ति भएर निस्किँदैछु, म स्त्री हुनु हुँदैन, म पुरुष हुनुपर्छ भनेको कारण त्यो टाउको चाहिँ विष्णुको स्त्रीको भयो, त्यहाँदेखि उँधोको शरीर चाहिँ उसको पुरुषको भएको छ। तपाईहरुले सबै देवदेवता भगवानको फोटो हेर्दा अरूका दारी जुगा देख्नुहुन्छ तर विष्णुका चाहिँ देख्नुहुन्न। किन भन्दा उसको सुरुवातमा चाहिँ वो पहिला स्त्री भएर निस्केको थियो र अनि उँधो चाहिँ उसको पुरुष भयो र जब त्यो सुनको खबटामा त्यो विष्णु उत्पत्ति भयो अनि उसले एको हम बहुसम भन्यो, म एक्लै छु धेरै हुँ भनेर भन्यो उसले। र भनेपछि त्यो सुनको खबटाबाट यो शेषनाग र अनि लक्ष्मीको उत्पत्ति भएर अनि त्यो जलै जल भएको ठाउँमा त्यो शेषनागको शैयामा विष्णु यसरी सुत्यो अनि उसको गोडामुनि चाहिँ लक्ष्मी बसेको छ, बसेर उसको सेवा गरेको हामी पाउँछौँ। र यो चाहिँ अब विष्णुको त्यो जलाश्रयबाट सुरुवात भएको छ। र बाइबलमा पनि जब हामी हेर्छौँ भने बाइबलले पनि के भन्छ भने आदिमा अथाह समुद्र थियो है, अथाह समुद्र थियो र त्यो अथाह समुद्रको बिचमा चाहिँ अन्धकार र त्यो समुद्रको बिचमा पृथ्वी पनि थियो। अनि पृथ्वीले के परमेश्वरले के भन्नुभयो भने समुद्र एक ठाउँमा भेला होस् र ओबानो भूमि देखा परोस् भन्नुभयो अनि त्यही ओबानो भूमिको माटोबाट पहिलो व्यक्ति आदमलाई बनाएको हामी पाउँछौँ। वैदिक धर्मशास्त्रले सुनको अण्ड भन्छ भने बाइबलले चाहिँ ओबानो भूमि भन्छ। दुईटै अण्ड पृथ्वी पनि अण्डकार जस्तै छ अनि त्यो स्वर्ण अण्ड पनि अण्ड नै भयो। र त्यसबाट यसरी विष्णु निस्क्यो र विष्णुको नाइटोबाट कमलको फूल यसरी निस्केर अनि यहाँ माथि चतुर्मुखी ब्रह्माको उत्पत्ति भयो। र शेषनाग विष्णु लक्ष्मी र यो कमलको फूल र चतुर्मुखी ब्रह्मा जब यो जलाश्रयमा शेषनागको शैयामा थिए र त्यतिखेर यो चतुर्मुखी ब्रह्माको आँखामा चाहिँ दिव्य ज्योति थियो र त्यो दिव्य ज्योति उसले चारैपट्टि घुमाएर हेर्दाखेरि चाहिँ त्यो चतुर्मुखी ब्रह्माको दिव्य ज्योति चाहिँ यो तल यहाँ यो आकृतिमा पर्यो र अनि यसको प्रतिबिम्ब चाहिँ यहाँ माथि गएर यो ओम भएर देखा पर्यो है। यो शेषनागको टाउको चाहिँ यो भयो र यो विष्णु लक्ष्मी बसेको गुजुल्टो यो भयो, यो चाहिँ कमलको फूल अनि यो बिन्दु चाहिँ चतुर्मुखी ब्रह्मा र यो चाहिँ शेषनागको पुच्छर र यसको छाया चाहिँ यहाँ माथि गएर ओम देखा पर्यो भनेर वेद विज्ञानले भन्दछ। जसरी तपाईहरुले घामको छाया यो खिड्कीबाट जब यहाँ भित्र पस्छ यहाँ भुइँमा टल्किन्छ, त्यो घामको छाया टल्केका ठाउँमा तपाईले एउटा थालमा पानी हाल्नुहोस् र त्यो पानीमाथि एउटा कागजको केही नाउसाउ बनाएर त्यहाँ राख्नुहोस् अनि जब त्यो घामको छाया त्यो थालभित्र भएको पानीमा टल्किन्छ अनि त्यो पानी चाहिँ यहाँ माथि गएर छतमा हल्लिरहेको हामी देख्छौँ नि होइन, छाया भएर। ठीक त्यसरी नै यतिखेर चन्द्र सूर्य केही पनि थिएन, यहाँ अन्धकार मात्रै थियो तर यो चतुर्मुखी ब्रह्माको आँखामा दिव्य ज्योति थियो। त्यसले हेर्दाखेरि यो छाया चाहिँ यहाँ आकाशमा यसरी यो ओम जस्तो भएर टल्क्यो र यो चाहिँ यो ओम चाहिँ कुनै त्यस्तो खास कुरा होइन तर यिनीहरूको छाया हो भनेर वेद विज्ञानले भन्दछ। र
अब यो जब ओम देखेपछि अनि चतुर्मुखी ब्रह्माले के भन्यो भने मैले सृष्टिमा सबै कुराको सुरुवात हुनुभन्दा अगाडि आकाशमा मैले ओम देखेँ र त्यसले गर्दा हरेक वेदमा, पुराणमा, उपनिषदमा, सबै धर्मशास्त्र र सबै मन्त्रको अगाडि चाहिँ ओम हुनुपर्छ, किनभने मैले सृष्टिमा सबैभन्दा पहिला देखेको चाहिँ ओम हो भनेर चतुर्मुखी ब्रह्माले भन्यो र उसले पनि त्यसरी नै सबै कुराको अगाडि ओम लेख्यो। तर त्यो ओम चाहिँ यसको छाया थियो र यसलाई त्यतिखेर के भने यो ओममा चाहिँ सत्य, रज र तम छ भनेर भनेको छ। यहाँ हेर्नुहोस् है, यहाँ लेखिएको छ ओममा सत्य छ, रज छ, तम भनेको। सत्य भनेको चाहिँ विष्णु, रज भनेको चाहिँ लक्ष्मी, तम भनेको चाहिँ यो शेषनाग हो र तम भनेको चाहिँ एक प्रकारको पाप पनि हो। बुझ्नुभयो त? तम भनेको चाहिँ पाप पनि हो र यो यस कुरालाई पछि अब त्यसरी नै युगहरूको विकास भयो, मान्छेहरूको बुद्धिको विकास भयो, विचार भावनाको विकास भएपछि चाहिँ होइन यो ओममा चाहिँ हामीले यो सत्य, रज, तमलाई मात्रै नराखेर त्यसलाई विकास गरेर के गर्नुपर्छ भने पहिलो विकासमा चाहिँ त्रिगुण राख्नुपर्छ भने त्रिगुण भनेको चाहिँ ब्रह्मा, विष्णु र शिव। जसले एकचोटि ओम भनेर जप्छ त्यसले चाहिँ ब्रह्मा, विष्णु, महेश्वरको एकैचोटि उच्चारण गर्दछ। त्यसले गर्दा हरिओम तत्सत, हरिओम हरिओम भन्नुपर्दछ भन्ने वैदिक धर्मशास्त्रका विद्वानहरूको विचार छ। यो चाहिँ प्रथम विकास हो, यो धेरै युग अगाडिको कुरा हो। र दोस्रो विकास भयो ओममा चाहिँ पञ्चमहाभूत छ भनेको छ। ओममा चाहिँ पञ्चमहाभूत छ। पञ्चमहाभूत भनेको चाहिँ के अरे भन्दा आकाश, पृथ्वी, जल, वायु, तेज है, यी पाँचवटा महाभूत छन् र यो विश्व ब्रह्माण्ड चाहिँ पञ्चमहाभूतद्वारा बनिएको छ र जसले एकचोटि ओम मन्त्रलाई जप्दछ या ओम उच्चारण गर्दछ त्यसले पञ्चमहातत्त्वको एकैचोटि उच्चारण गर्छ। यानि कि विश्व ब्रह्माण्डमा भएको सबै अलौकिक सृष्टिको एकैचोटि उच्चारण गर्छ भनेर दोस्रो विकासले भन्यो। र त्यसै गरेर तेस्रो विकास भयो ओमको। त तेस्रो विकासमा चाहिँ तेज ओममा चाहिँ 5 वेदहरू छ भनेर भन्छ। 5 वेद भनेको चाहिँ ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद र सुषुम वेद। अहिले धेरै मान्छेले यी 4वटा वेदलाई मात्रै मान्यता दिन्छन्, यो सुषुम वेदलाई चलाउँदैनन्। तर यो सुषुम वेद पनि छ जो चाहिँ वैश्यहरूले, शूद्रहरूले चलाउँदछन्, त्यो ब्राह्मणहरूले चाहिँ टच गर्दैनन् त्यसलाई। 5वटा वेदहरू पनि छ र त्यसले गर्दा जसले एकचोटि ओमको उच्चारण गर्छ त्यसले 5वटा वेदमा भएका सबै कुराहरूको उच्चारण गरिरहेको छ भनेर त्यसलाई सरल पार्नको लागि तेस्रो विकासमा चाहिँ ओममा 5वटा वेद छ भनेर भने। र चौथो विकासमा चाहिँ ओममा पञ्चतन्मात्रा छ भने। पञ्चतन्मात्रा भनेको चाहिँ पहिलो अ, जोग, उ, जोग, म, जोग, चन्द्र, जोग, बिन्दु समान गएर ओम भयो भन्छ। यो चाहिँ पञ्चतन्मात्रा हो भन्छ। र यो पञ्चतन्मात्रा चाहिँ पञ्चतन्मात्राको विशेष शाब्दिक अर्थ के हो भन्दा चाहिँ अ भनेको चाहिँ अनन्त, उ भनेको उत्तम, म भनेको महिमा, चन्द्र भनेको अर्ध ब्रह्मा र बिन्दु भनेको चाहिँ एकमात्र ईश्वर हो भनेर भनेको हो भन्छ। र यो अब 5औं विकासमा चाहिँ त्यो ओम चाहिँ केमा पुग्यो भन्दा चाहिँ अनन्तमा पनि पुग्यो, उत्तममा पनि पुग्यो, महिमामा पनि पुग्यो, अर्ध ब्रह्ममा पनि पुग्यो र एकमात्र ईश्वरमा पनि पुग्यो। र यो पञ्चतन्मात्रा चाहिँ कहाँबाट आयो भन्दा चाहिँ यहाँ लेखेको छ प्रवण ब्रह्मबाट आयो। प्रवण ब्रह्म भनेको यो एउटा ब्रह्मा हो, यो चाहिँ अब प्रवण ब्रह्म भनिन्छ। र यो प्रवण ब्रह्म चाहिँ कहाँबाट आयो भन्दा अहङ्कारबाट आयो। यहाँ लेखिएको छ अहङ्कारबाट आयो। अनि यो अहङ्कार चाहिँ कहाँबाट आयो भन्दा मोहबाट आयो भन्छ। मोहबाट आयो भन्छ। र वैदिक धर्मशास्त्रमा चाहिँ के भनेको छ भने त्यो चाहिँ बृहदारण्यक उपनिषदको एक अध्यायको अङ्क 4 र 1 पदमा लेखिएको छ। अनि 1 अध्यायको अङ्क 2 र 7 पदमा लेखिएको छ। के भनेको छ भने अहमास्मि भनेको छ। अहमास्मि भनेको चाहिँ महु भनेको। र यो अहङ्कार चाहिँ कहाँबाट आयो भन्दा महु भन्नेबाट आयो, त्यसलाई चाहिँ यहाँ अहमास्मि भनेर भनेको छ। त हामीले 12 वर्ष 6 महिनासम्म यसको बारेमा खोज्यौँ कि यो ओम भन्ने चाहिँ
यसरी विकास भयो। अब वेद विज्ञानले भन्छ यो त यहाँ यो विष्णुको प्रतिबिम्ब छाया मात्रै हो र यसमा त सत्य रज तम त्रिगुण मात्रै छ भनेको छ। र पछि गएर ब्रह्मा चाहिँ यहाँबाट निस्क्यो अनि शिव चाहिँ विष्णुको यहाँ भृकुटीबाट निस्केर यो ओममा गएर बस्यो। जबसम्म कैलाश पर्वत भएको थिएन, ब्रह्मलोक र विष्णुलोक भएको थिएन, त्यतिखेर चाहिँ चतुर्मुखी ब्रह्मा चाहिँ यहाँ, विष्णु चाहिँ यो शेषनागमा अनि शिव चाहिँ ओममा गएर बस्यो भन्छ। अनि त्यसलाई चाहिँ पछि गएर त्रिगुण बनायो। त्रिगुणलाई फेरि अनि पञ्चमहाभूतमा लगे, पञ्चमहाभूतलाई फेरि पञ्चतन्मात्रामा लगे अनि पञ्चतन्मात्रा चाहिँ 5 वेदमा पुर्याए। अनि त्यो पञ्चतन्मात्रा कहाँबाट आएको के हो भन्दा अनन्त उत्तम महिमा अर्ध ब्रह्मा र एकमात्र ईश्वर भने। अनि त्यो पञ्चतन्मात्रा कहाँबाट आयो भन्दा प्रवणबाट आयो र प्रवणबाट चाहिँ को भन्दा अहङ्कारबाट आयो, अहङ्कार चाहिँ को भन्दा महूबाट आयो र महू भनेको संस्कृति भाषामा चाहिँ अहमास्मीबाट आयो। त यो अहमास्मी यानि कि महू भन्ने चाहिँ को हो त त्यसो भए? अनि हामीहरूले 4 वेदलाई, 18वटा पुराणलाई, 227वटा उपनिषदलाई, 5वटा गीतालाई, 2टा महाभारत ग्रन्थलाई एक एक गरेर धेरै मानिसहरू राखेर हामीले त्यो सोधी खोजी गर्यौँ कि यो अहमास्मी भन्ने र यो महू भन्ने, हाम्रो नेपाली भाषामा महू, संस्कृति भाषामा अहमास्मी भन्ने चाहिँ कहाँबाट आयो भनेर सोध्दै खोज्दै लाँदा हामीले 12 वर्षसम्म खोज्दा पनि त्यस कुरालाई भेटाइएन। अनि यो त कुरानमा पो छ कि, किनकि मुस्लिमहरूले एउटै मात्रै अल्लाहलाई मान्छन् अनि उनीहरूले बिहानै नमाज पढ्दाखेरि अल्लाह हो अकबर भन्छन्, त्यो भनेको एक मात्र सर्वशक्तिमान अल्लाह भनेको हो। वा त्यसो भए त्यो पो हो कि भनेर कुरानमा पनि हेरौँ, कुरानले पनि यसको बारेमा स्पष्ट गर्दैन। त यो कुरालाई नभेटेको कारण हामीहरू अन्योलमा थियौँ र अनि हामीले त्यतिखेर के सोच्यौँ भने यो सबै कुरा चाहिँ एउटा मान्छेलाई एउटा बन्धनमा राख्न, बदमास नगरोस्, झगडा नगरोस्, लडाइँ नगरोस्, राम्रो गरेर बसोस्, एउटा धर्मको बन्धनमा बसोस् भनेर उहिलेका ऋषिमुनिहरूले एउटा कल्पना गरेर राखेको मात्रै रहेछ। यो खास कुरो केही पनि रहेनछ भनेर जब 12 वर्ष 6 महिना बितेपछि चाहिँ यस कुराको सही अर्थ नपाउँदाखेरि म चाहिँ एउटा नास्तिक जस्तो पनि भइसकेको थिएँ। अब ईश्वर पनि छैन, भगवान पनि छैन, अल्लाह पनि छैन, यो सब झुट्टा हो भनेर सिनेमा हेर्ने, खुसी गर्ने, अब चयन गर्ने त्यतापट्टि म गइसकेको थिएँ। तर खुसीको कुरो चाहिँ के छ भने मैले 3 महिना पछाडि है 12 वर्ष पुगेर 9 महिना जब बित्यो तब मैले पवित्र ग्रन्थ बाइबल भेटाएँ। एकजना इन्डियन एब्रियम फर क्रुसेडको एभान्जलिस्ट, उहाँको नाम चाहिँ गिदेन प्रधान हो, उहाँले हाम्रै आफ्नै मातृभाषामा नेपाली बाइबल मेरा घरमा ल्याइदिनु भयो। उहाँलाई पनि दर्शनमा मलाई देखेर उहाँले त्यो व्यक्तिलाई चाहिँ बाइबल दे भनेर दर्शनमा एउटा कसैले भनेको आवाज सुनेर अनि मेरो नाउँ सोध्दै सोध्दै आएर उहाँले मलाई बाइबल दिनुभयो। अनि यो महू भन्ने बारेमा हामीहरूले बाइबल पढ्दै जाँदाखेरि बाइबलमा एकदम नै राम्रो प्रकारले महू भन्ने बारेमा लेखिएको रहेछ, त्यो भेट्यौँ। त्यो चाहिँ कहाँ हो भन्दा अब यतापट्टि अर्को वाक्य चाहिँ यहाँ बाइबलीय व्याख्या भनेर लेखेको छ, त्यो चाहिँ प्रस्थान 3 अध्यायको 14 पदको आधारमा परमेश्वरले भन्नुभयो महू भनेर है। परमेश्वरले के भन्नुभयो? महू भनेर भन्नुभयो। कतिखेर भन्दा जब इजरायली जातिहरू मिस्र देशमा 400 वर्षसम्म दासत्वमा परेका थिए अनि परमेश्वरले मूसालाई सिनै पर्वतमा बोलाउनु भयो र अनि मूसालाई दर्शन दिएर भन्नुभयो मेरा मानिसहरू चाहिँ मिस्रमा दासत्वमा परेका छन्, ती 6 लाख जति भइसकेका छन् र ती मानिसहरूलाई मिस्र देशको त्यो फाराओ राजाको दासत्वबाट तैँले छुटकारा दिलाएर ल्याउनु पर्छ र तँलाई म मिस्र देशमा पठाउँदैछु र तैँले गएर भन्नु तिमीहरूका पिता पुर्खाका परमेश्वरले मलाई पठाएको हो भन्न परमेश्वरले भन्दा मूसाले परमेश्वरलाई सोधे कि तिमीहरूका पिता पुर्खाका परमेश्वरले मलाई पठाएको हो भन्दा इजरायली जातिले मलाई सोधे भने हाम्रा पिता पुर्खाका परमेश्वरको नाम के हो भनेर सोधे भने मैले के भन्ने त परमेश्वर पिता भनेर मूसाले पितालाई सोद्धाखेरि पिताले भन्नुभयो महू जो महू भन्नेले मलाई पठाएको भन्नु, मेरो नाउँ चाहिँ महू हो भन्नु। मलाई धेरै खुसी लाग्यो। अहो, मैले 12 वर्ष 9 महिनासम्म खोजेर नभेटाएको वैदिक धर्मशास्त्रमा, कुरान शास्त्रहरूमा है, बुद्ध शास्त्रहरूमा हरेकमा खोज्दा नभेटाएको महू चाहिँ यहाँ रहेछ। अरू धर्मशास्त्रले खालि इङ्गित मात्रै गरे। अघि मैले भन्दै थिएँ
परमात्मा परम ज्योति परम धाम परागति सर्व वेदान्त सारोहम सर्वशास्त्र सुनिश्चित परमात्मा हुनुहुन्छ भन्ने चाहिँ इङ्गित गर्यो, इसारा गर्यो, बतायो। सबै वेदको सारांश र सबै शास्त्रको निश्चित हो भन्यो, तर त्यो को भन्ने कुरा चाहिँ त्यहाँ यसरी भएन। तर जब हामी बाइबलमा आयौँ, बाइबलमा जब मूसाले अब्राहम, इसाक र याकुबका परमेश्वरलाई सोधे, त मिश्रमा भएका इजरायली जातिहरूले चाहिँ तँलाई पठाउने परमेश्वरको नाम के हो भनेर सोध्यो भने मैले के भन्नु भन्दा म हुँ भन्नेले पठाएको, मेरो नाम म हुँ भन्नुभयो परमेश्वर। त यो म हुँ भन्ने कुरा के रहेछ भनेर पछि हामीले बाइबलका विद्वानहरूसँग बसेर हामीले छलफल गर्दै लाँदा चाहिँ प्रकाशको पुस्तक 1 अध्यायको 4 र 8 पदमा लेखिएको रहेछ। प्रकाशको पुस्तक कसैले पढिदिनुहुन्छ? प्रकाशको पुस्तक 1 अध्यायको 4 र 8 पदमा म हुँ भनेको तात्पर्य लेखेको रहेछ। यूहन्नाबाट एसियामा भएका 7वटा मण्डलीहरूलाई उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो हुन आउनुहुनेछ र उहाँको सिंहासन अघि रहनुहुने 7 आत्माबाट हो। अब म हुँ भनेको चाहिँ के रहेछ भन्दा जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो र जो हुनुहुनेछ भनेको चाहिँ म हुँ। उहाँभन्दा अगाडि कोही पनि थिएन अरूको, र वर्तमानमा नि उहाँ मात्र एक हुनुहुन्छ र भविष्यमा पनि उहाँ मात्र एकै रहनुहुनेछ, अरू कोही पनि रहने छैन भनेको। र अनि 8 पद पनि पढिदिनुहोस् त। अल्फा र ओमेगा म नै हुँ, सर्वशक्तिमान परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ। हो, अल्फा र ओमेगा म नै हुँ, परमप्रभु परमेश्वर भन्नुहुन्छ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो अनि जो हुन आउनुहुनेछ। म हुँ भनेको चाहिँ त्यो हो। अब त्यसको सही तात्पर्य चाहिँ अझै सही अर्थ चाहिँ हामी कहाँ भेट्छौँ भन्दा यशायाको 43 अध्यायको 10 पदबाट कसैले पढिदिनुहोस् त। परमप्रभु भन्नुहुन्छ, तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक, अनि म उही हुँ भनी बुझ्न सक। म भन्दा अघि कोही ईश्वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ। ल हेर्नुहोस्, म भन्दा अघि कोही ईश्वर नै बनिएको थिएन र म भन्दा पछि पनि कोही ईश्वर नै हुने छैन। तिनै ईश्वरले चाहिँ म हुँ भन्न सक्नुहुँदो रहेछ भनेर बाइबलले म हुँ भन्ने शाब्दिक अर्थलाई यस प्रकारले व्याख्या गरेको हामी पायौँ। र त्यसको पछाडि अब विभाजन कसरी भएछ त त्यसो भए है, यो विभाजन कसरी भएछ भन्ने कुरा जब हामीले अध्ययन गर्दै जाँदा जब परमेश्वरले म हुँ भन्नुभयो, त्यहाँ अलि तल आएपछि शैतानले म भनेर भन्यो भनेर बाइबलले भन्छ है। शैतानले म भनेर भन्यो भन्छ। शैतानले कहाँ म भन्यो भन्दा चाहिँ यशायाको 14 अध्यायको 12 देखि 15 सम्ममा पढ्यो भने त्यो शैतान चाहिँ यस्तो थियो अरे, पहिला एउटा अभिभावक हुनका लागि त्यो स्वर्गदूतहरूको मुख्य स्वर्गदूत, अनि जसले चाहिँ रात दिन परमेश्वरको महिमा गर्नु पर्थ्यो, प्रशंसा गर्नु पर्थ्यो, अनि त्यसले आफ्ना पखेटाहरू बजाएर चाहिँ परमेश्वरको महिमा गर्दा परमेश्वर पनि एकदमै खुसी हुनुहुन्थ्यो। त्यसको कारण त्यो घमण्डी हुन थाल्यो, त्यो अहङ्कारी भएर, अनि त्यसले चाहिँ उसलाई परमेश्वरको बराबरको बनाउनको निम्ति म हुँ भन्ने शब्द चलाएको हामीले बाइबलमा भेट्छौँ। त्यो चाहिँ यशाया 14 अध्यायको 12 देखि 15 पदमा उसले पहिलोचोटि भन्यो म स्वर्गसम्म उक्लने छु भनेर एकचोटि म भन्यो, र दोस्रोचोटि चाहिँ म मेरो सिंहासन उच्च पार्ने छु भन्यो, र तेस्रो चाहिँ म सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा विराजमान हुनेछु भन्यो, चौथो चाहिँ म बादलको टुप्पाभन्दा माथि उक्लने छु भन्यो, अनि पाँचौँ चाहिँ म आफूलाई सर्वोच्च परमेश्वर जतिकै बनाउने छु भन्यो। र 15 पदमा लेखिएको छ त्यसलाई स्वर्गबाट यानि कि अनन्तको परम धामबाट त्यसलाई पतालनैसम्म फ्याँकियो, चिहानसम्म फ्याँकियो। र एजिकेल 28 अध्यायको 12 देखि हामीले 15 सम्म हेऱ्यौँ भने पनि त्यो चाहिँ एकदम नै राम्रो थियो, एकदम नै सुन्दर थियो, अनि एउटा सिद्ध थियो, त्यसमा कुनै किसिमको दोष भेटाइएको थिएन जबसम्म उसले अहङ्कार गरेको थिएन। तर जब ऊ अहङ्कार गर्यो तब 17 पदमा भनेको छ तेरो सुन्दरताको कारण तैँले जब घमण्ड गरिस् त पतालसम्मै फ्याँकिस् भनेर पवित्र ग्रन्थ बाइबलले शैतानलाई बताएको छ। र त्यो शैतानले जब परमेश्वरको उपस्थितिमा अनन्तको परम धाममा म हुँ र म आफैलाई सर्वोच्च परमेश्वर जतिकै बनाउँछु भनेपछि त्यो फ्याँकियो। त्यो फ्याँकिएको कारण चाहिँ के हो भने त्यसले अहङ्कार गर्यो, र त्यो चाहिँ अहङ्कारसँग सम्बन्ध छ। र अघि मैले भन्दै थिएँ
त्यो प्रवणमा चाहिँ कहाँबाट आयो भन्दा अहङ्कारबाट आयो। अहङ्कार चाहिँ कहाँबाट आयो भन्दा चाहिँ महु भन्ने या अहमास्मि भन्ने शब्दबाट आयो भन्ने मैले अघि बताउँदै थिएँ। र त्यसले गर्दाखेरि यो खण्डमा हामीले देख्यौँ कि शैतानले महु भन्यो अनि ऊ पतित भयो र ऊ परमेश्वरको उपस्थितिबाट फ्याँकियो र अनि उसले स्वर्गका 3/3 स्वर्गदूत मध्येमा 1/3 स्वर्गदूतहरू लिएर आएर उसले त्यसरी दोस्रो स्वर्गदेखि ती सबै लोकहरूमा उसका स्थानहरू बनाएर चाहिँ अनि उसका विभिन्न प्रकारका देवदेवताहरूलाई उसले बनाएर चाहिँ उसको राज्य विस्तार गरेको हामी पाउँदछौँ। र यतापट्टि अलि पछि आएपछि ख्रीष्ट प्रभुले महु भन्नुभयो। ख्रीष्ट प्रभुले के भएर महु भन्नुभयो भन्दा मैले यहाँ छोटकरीमा लेखेको छु। यूहन्ना 14:6 पदमा ख्रीष्ट प्रभुले भन्नुभयो म बाटो सत्य र जीवन म हुँ। र यूहन्ना 9:5 मा संसारको ज्योति म हुँ। र यूहन्ना 15:1 मा साँचो दागको बोट म हुँ। र यूहन्ना 11:25 मा पुनरुत्थान र जीवन म हुँ। र यूहन्ना 10:6 मा भेडाहरूको ढोका म हुँ। र यूहन्ना 10:11 मा असल गोठालो म हुँ। र यूहन्ना 6:35 मा जीवनको रोटी म हुँ र यसरी बताएको छ। त्यसकारणले गर्दाखेरि प्रभु येशू ख्रीष्टले चाहिँ महु भन्ने अधिकार कहाँबाट पाउनुभयो त? मैले अघि पनि भन्दै थिएँ वैदिक धर्मशास्त्र भविष्य पुराणको प्रतिसर्ग पर्वको 3रो खण्डमा ईसाह मसीह इति च मम नाम प्रतिष्ठितम ईसाह पुत्र कुमारी गर्भ जन्म सम्भवत भनेको कुराहरू हामीले पाउँदछौँ। त्यो भनेको त्यो ईसाह मसीह भन्ने व्यक्ति चाहिँ महु भन्ने नाममा पृथ्वीमा स्थापना हुन्छ र त्यो चाहिँ कन्याको गर्भबाट जन्मिन्छ भनेर भविष्य पुराणको प्रतिसर्ग पर्वको 3रो खण्डमा पनि भनेको हामी पाउँछौँ। र त्यसरी नै अब ख्रीष्टले महु भन्ने अधिकार चाहिँ पूर्ण तवरले कसरी पाउनुभयो भन्दा चाहिँ यूहन्ना 14:8 पदबाट कसरी पढिदिनुहुन्छ। फिलिपले उहाँलाई भने हे प्रभु हामीलाई पिता देखाइदिनुहोस् यति भए हामीलाई पुग्छ। येशूले तिनलाई भन्नुभयो फिलिप यतिको समयसम्म म तिमीहरूसँग छु तैपनि तिमीले मलाई चिन्दैनौ। जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्? म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन बानी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन, तर ममा वास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। हजुर धन्यवाद। त यहाँ ख्रीष्टले के भन्दै हुनुहुन्छ भने चाहिँ म पितामा छु र पिता ममा हुनुहुन्छ। जसमा पिता हुनुहुन्छ त्यसले महु भन्न सक्दछ अनि जो पितामा छ त्यसले महु भन्न सक्दछ। त्यसकारण ख्रीष्टले यहाँ महु भनेका कुरा उहाँले धेरैचोटि यहाँ महु भन्नुभयो त्यो एकदमै सान्दर्भिक छ। किनभने पिता ख्रीष्टमा हुनुहुन्छ अनि ख्रीष्ट पितामा हुनुहुन्छ। र अनि दोस्रो सही प्रमाण के छ भने हामीले मत्तीको पुस्तकको 3 अध्याय हेर्नेछौँ। 3 अध्यायको 17 पदमा जब स्वर्गबाट यो बानी आयो यिनी मेरा प्रिय पुत्र हुन् यिनीसँग म अति प्रसन्न छु। हो अब यहाँ जब प्रभु येशू ख्रीष्ट चाहिँ जर्दन नदीमा जन्नको हातबाट बप्तिस्मा लिएर पाखा निस्केपछि माथि स्वर्ग उग्रियो अनि स्वर्गबाट एउटा ज्योति आएर चाहिँ त्यो ज्योतिको बिचमा पवित्र आत्मालाई मध्यस्थ बनाएर परमेश्वर पिताले के भन्नुभयो भने यिनी मेरा प्रिय पुत्र हुन् यिदेखि म प्रसन्न छु भनेर भन्नुभयो। अब स्वर्गमा हुने पिताले सबै त्यहाँ धेरै मानिसहरूको बिचमा प्रभु येशूले बप्तिस्मा लिएर निस्केपछि चाहिँ स्वर्गबाट नै घोषणा गरिदिनु भयो यिनी मेरा प्रिय पुत्र हुन् म यीसँग प्रसन्न छु। ख्रीष्टले महु भन्न एकदमै सान्दर्भिक छ। किनभने जो पिताले पहिला मूसालाई महु भन्नेले मलाई पठाएको भन्नुभएको थियो त्यही नै उहाँ पिताले नै भन्दै हुनुहुन्छ कि यिनी मेरा प्रिय पुत्र हुन् यिदेखि म प्रसन्न छु। र त्यसै गरेर तपाईँहरूले मत्ती 17 अध्यायको 5 पदलाई पनि हेर्नुहुनेछ। तिनी बोल्दा बोल्दै चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो र त्यस बादलबाट एउटा आवाज आयो यिनी मेरा प्रिय पुत्र हुन् यिनीसँग म अति प्रसन्न छु यिनको कुरा सुन। ल अब यहाँ पनि जब प्रभु येशू ख्रीष्ट पहाडमा जानुभयो र आफ्ना 3 जना चेलाहरूलाई लिएर गएपछि प्रभु येशूलाई जब त्यो सेतो चम्किलो बादलले ढाक्यो र प्रभु येशूको रूप परिवर्तन भयो त्यतिखेर त्यो बादलबाट पनि एउटा बाणी आयो यिनी मेरा प्रिय पुत्र हुन् यिदेखि म प्रसन्न छु यिनका कुरा सुन।
यिनका कुरा सुन भनेको चाहिँ प्रभु येशूले संसारका मानिसहरूलाई के भन्दै हुनुहुन्छ ती कुरा सुन, मान, गर र उहाँलाई पछ्याउ भन्न खोजेको कुरा, यिनका कुरा सुन। त्यस कारणले गर्दा प्रभु येशूले भन्नुभयो, बाटो, सत्य र जीवन म हुँ, संसारको ज्योति म हुँ, साँचो दागको बोट म हुँ, पुनरुत्थान र जीवन म हुँ, भेडाहरूको ढोका म हुँ, असल गोठालो म हुँ, होइन, जीवनको रोटी म हुँ। येशूले यी सबै कुरा म हुँ भन्न सक्नुभयो, किनभने पिता उहाँदेखि प्रसन्न हुनुहुन्थ्यो अनि पिताले नि हामी सबै जगतका मानिसहरूलाई प्रेम गरेर येशूलाई यो संसारमा पठाउनु भएको थियो। त्यस कारणले उहाँलाई म हुँ भन्न एकदम नै सजिलो अनि सान्दर्भिक छ। तर हामीले बाइबलमा हेर्दाखेरि शैतानलाई चाहिँ जो म हुँ भन्ने कुरा उसले गर्यो, तर त्यो शैतान चाहिँ फ्याँकियो। किन फ्याँकियो भन्दा चाहिँ एजिकियलको 28 अध्यायको 17 पदले भन्छ, त्यो चाहिँ घमण्डले फुलिएको कारण, उसको सुन्दरतामा उसले घमण्ड गरेर ऊ चाहिँ त्यो स्वर्गबाट फ्याँकियो, पातालसम्म फ्याँकियो र त्यसले चाहिँ म हुँ भन्न सक्दैन। त्यसले गर्दा उसमा चाहिँ घमण्ड र अहङ्कार भएको कारणले गर्दाखेरि चाहिँ ऊ फ्याँकियो र त्यो घमण्ड अहङ्कारबाट उसले अब यहाँ के गर्यो भने उसको राज्य बनाउनको निम्ति चाहिँ त्यो अहङ्कारबाट प्रवणबाट चाहिँ ती पञ्चतन मात्र बनाउँदै पछि यो छाया जस्तो भइरहेको ओमलाई चाहिँ उसले सान्दर्भिक बनायो। बुझ्नुभयो त? सान्दर्भिक बनाएर मानिसलाई चाहिँ त्यो जीवित परमेश्वरदेखिबाट उसले के गरिदियो, वाञ्छित बनायो। तर यदि हामीहरूले प्रभु येशू ख्रीष्टलाई हाम्रो हृदयको अन्तस्करणबाट उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ र यीशुमा पिता हुनुहुन्छ र पिता यीशुमा हुनुहुन्छ, जब पिताले मोसालाई म हुँ भन्नुभयो भने चाहिँ प्रभुले पनि म हुँ भन्न सक्नुहुन्छ र बाटो, सत्य र जीवन म हुँ भन्ने प्रभुलाई यदि हामी पछ्याउँछौँ भने साँच्चै नै हामी त्यो अनन्तको राज्यमा प्रवेश गर्न सक्दछौँ। यदि संसारको ज्योति म हुँ भन्ने प्रभुमा आउँछौँ भने हामीहरू अँध्यारामा हिँडुल गर्ने छैनौँ, तर जीवनको ज्योति पाउनेछौँ। उहाँले भन्दै हुनुहुन्छ है, साँचो दागको बोट म हुँ र उहाँले पुनरुत्थान र जीवन मै हुँ। यदि त्यो पुनरुत्थान र जीवन मै हुँ भन्ने प्रभुले हामी विश्वास गर्छौँ भने हामी पनि मृत्युपछि पुनरुत्थान भएर हामी जीवनमा प्रवेश गर्न सक्दछौँ। त्यो बाइबलको प्रतिज्ञा हो। अनि भेडाहरूको ढोका मै हुँ र हामी संसारमा परमेश्वरका हामी भेडाहरू हौँ र प्रभु यीशु ख्रीष्ट ढोका हुनुहुन्छ। उहाँ प्रभु यीशु ख्रीष्टबाट हामीहरू प्रवेश गर्यौँ भने हामीहरू अनन्त जीवनमा पुग्न सक्छौँ। र यहाँ जीवनको रोटी मै हुँ भन्नुहुन्छ। जब प्रभु यीशु ख्रीष्टका वचनहरू हामी दैनिक जीवनमा श्रवण गर्छौँ भने हामी आत्मामा बलिया हुन्छौँ, कारण हामीले जीवनका रोटी प्रभु येशूबाट पाउँदछौँ। र ओमको विशेष मुख्य सुरुवात चाहिँ यस प्रकारले भएको छ। त्यसकारण हामी त्यो अहङ्कारबाट सुरुवात भएको कुरालाई हामी नमानौँ। अहङ्कारबाट सुरु भएको कुराले चाहिँ हामीलाई के गर्दछ भने अनि त्यो चाहिँ फ्याँकिनेछ। मत्तीको पुस्तकमा अघि हामीले पढ्यौँ कि नरक चाहिँ त्यो स्वर्गमा परमेश्वरको अगाडि, यानि कि परम धाममा परमेश्वरको अगाडि त्यो घमण्ड गर्ने, अहङ्कार गर्नेको लागि नै नरक तयार पारिएको हो र त्यसलाई विश्वास गर्ने र त्यसको पछि लाग्नेहरू सबै नरकमा जान्छन्। तर बाटो, सत्य र जीवन म हुँ भन्ने अनि परमेश्वरले म हुँ भन्ने अधिकार दिएको प्रभु येशूलाई हाम्रो हृदयको अन्तस्करणबाट मुक्तिदाता मानेर उहाँको पछि लाग्छौँ भने तपाईँ र म अनन्त जीवनको भागीदार बन्न सक्छौँ। प्रभुले यहाँहरू सबैलाई आशिष गरून् र मैले अनुभव गरेको ओमको विषयमा र धर्मशास्त्रले देखाएको कुरा यही नै छ। यदि यो कुरालाई तपाईँहरूले यो कुरा सत्य कुरा हो, यसरी मेहनत गरेर खोजेर यो हामीलाई देखाएको कुरा चाहिँ यो हाम्रो हितको लागि हो भनेर तपाईँहरूले आफ्नो हृदयको अन्तस्करणमा प्रभु येशूलाई स्थान दिनुहुन्छ भने तपाईँ अनन्त जीवनको भागीदार हुनुहुनेछ। तपाईँले शान्ति, मुक्ति र आनन्द पाएर परमेश्वरको सन्तान कहलाएर परमेश्वरको राज्यमा तपाईँ सधैँभरि नै आनन्द रहनुहुनेछ। तपाईँका आँखाबाट सम्पूर्ण प्रकारले आँसु पुछिनेछ। त्यहाँ अब रुवाबासी हुने छैन, त्यहाँ मृत्यु हुने छैन, किनभने पुराना कुरा सबै बितेका हुन्छन् अनि ख्रीष्टसँग हामी सदा सर्वदा राज्य गर्नेछौँ। परमेश्वरको वचन यही नै हो र तपाईँहरू सबैलाई परमेश्वरको वचनले पूर्ण आशिष गरोस्। यहाँहरू सबैलाई जय मसीह।